म चाहिँ कुचो थुत्दा थुत्दा गरेर थाकेर बसेको। यो मेरो कुचो बारी होइन, कुचोको बगान भन्छ यसलाई, बारी भन्दैन। हेर्नुहोस् कुचोहरू यस्तै छ, तर सबै हरियो छ। कुचोको बोट पनि चिनिन्न। यहाँ तल बोजूले कुचो थुत्दै हुनुहुन्छ, अनि यता माथि म छु। म चाहिँ थाकेर लुकेर बसेको। भरे देख्यो भने कराउँछ नि त, कुचो थुत भनेर, त्यही भएर लुकेर बसेको। गाह्रो छ नि, थाकेको छु। हेर्नुहोस् बाटोहरू नि यस्तो छ। एकछिनमा लड्यो भने भिरमा पुगिन्छ। देख्नुभयो के गर्नु। यो कहाँ भन्नुहुन्छ भने नि कोरियामा कुचो थुत्दैछु म। नेपाल पो भन्नुहुन्छ होला त। कोरियाको कुचो यस्तो हुन्छ, यस्तो कोरियाको कुचो, कोरियाको। बुझ्नुभयो गाइज। अब बाटो पनि यस्तो छ, खरङ रङ 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 पछि जानुपर्छ, हिँड्नु पर्दैन। सिलिपिटी खेल्नुपर्छ कुचो थुत्दा।